यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत अश्विन मन्ति दिवेष्ट वेदवेदसाङ्ग परक्रम पनि शरीरयान्ति यम सामगाजना पथिकटे नमुना स्यापश्यन्ति यम योगिनम यशान्तमपि दुसुरासुरगणदेवाय तस्मै नमः श्रीमत्सन्दन चतुर्जल पपु शुक्लाम्बरा मलिका मलालङ्कृत कुण्डला प्रबलसङ्कटपरि शोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुहास्यमलाधरा वाग्देवी वनमुज बसतु मे त्रैलोक्य मार्गचिरं मुखं करोति पत्रं पङ्गुं गयतेयं यत्कृपातमहं वन्दे परमानन्द माधवं नमः भगवते तस्मै व्यासामि ततेजसे यस्य प्रसादादोक्षामि नारायण कथामि मां नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयेत् अथ पञ्चदशोऽध्याय एकअष्टमी तहाँ उपरान्त एक दिन पार्वतीले बुकु आकाशमा निस्केको मैले मूर्ति बनाई द्वारमा राखी छाडिन्। महादेव बाहिरबाट आएर भित्र जान लाग्दा त्यस मूर्तिले जान दिएनन् र महादेवले त्यस मूर्तिसित युद्ध गरी क्रोधले रिस छेदन गरी भित्र गए। तब पार्वतीले महादेवसित द्वारमा को बसेको थियो भनी बिन्ती गरिन्। महादेवले त्यसको त शिर छेदन गरी आए भनी कहे। पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिर छेदन गर्नुभयो भनी अति करुणा गरी पुत्र शोक गर्न लागिन्। त्योदेखि श्री महादेवले हे पार्वती, मैले चाल पाइन र त्यसो गर्ने जय दिन्छु, शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी हे गणहरू हो, चारै दिशातिर गई जे फेला पार्छ त्यसको शिर काटी ल्याओ भनी अडाएर चन्द्रबाण सुम्पी पठाए। गणहरूले हवस् भनी चारै दिशा हेर्दै जाँदा धेरै बेर पछि मत्त हात्ती फेला पारेर श्री महादेवको आज्ञाले गणहरूले चन्द्रबाण प्रहार गरे। चन्द्रबाण गएर हात्तीको घिच्रोमा लागि शिर छेदन भयो। त्यो हात्ती कस्तो थियो भने सेतो पर्वत जस्तो अति उच्च। यस्तो हात्तीको शिर लगी महादेवका मुख्याजी राखिदिए, हामीले यही पायौं भनी बिन्ती गरे। तब श्री महादेवले हात्तीका टाउका मूर्तिमा जोडी जियाइदिएर त्यो मूर्ति गणेश नाम भएर पार्वतीको पुत्र भइरहे। तहाँ उपरान्त महादेवले पार्वतीसित भोलि भित्र मात्र रहन लागेर इन्द्रले अग्निलाई डाकी, हे अग्नि, बिना महादेवले यो ब्रह्माण्ड संसार कसो गरी रक्षा होला? यस अर्थले तिमी गई महादेवलाई बाहिर ल्याउने काम गर। यति इन्द्रले भनेको सुनि अग्निले हवस् भनी कैलाश पर्वतमा पुगी भित्र जान लाग्दा द्वारपालले जान दिएनन् र वायु स्वरूप भई पालबाट भित्र पछि भिक्षुको रूपमा भई श्री महादेव पार्वती एकान्त गरिरहेका ठाउँमा गए। त्यस्ता तरहसँग आएका अग्निलाई महादेवले देखेर क्रुद्ध भई भस्म गर्न लाग्दा जगत माता पार्वतीलाई करुणा लागि, हे स्वामी, भिक्षा माग्न आएका भिक्षुकलाई नाश गर्नु छैन, नजानिकन आयो, यही दियौं र जान दियौं भनिन्। तब महादेवले हातमा आफ्नो बिडिया लिए ला भनी दिए। अग्निले त्यो बिडिया पाई मुखमा हाली निली बाहिर आए। महादेवको बिडिया निनाले अग्निलाई गर्भ भएर अग्नि डढाई त्यो अनर्थ भयो भनी गंगाका तीरमा गई कुश वनमा उकेली आए। त्यो बिडिया आगो बल्दा चाहिँ बलिरहेको थियो। सप्त ऋषिका 7वटी पत्नीहरू गंगा स्नान गरी फर्केर त्यो देखेर कसले आगो बाली गएछ, ताप्न जाऊ भनी एउटीले भनिन् र अर्काले बालेको आगो ताप्नु छैन भनी गइन्। 6वटीले आगो तापी घर गए। ती आगो तापी जाने 6वटी ऋषि पत्नीलाई गर्भ भयो। ऋषिहरूले चाल पाएर तिमीहरूलाई कसो गरी गर्भ भयो भनी सोधे। ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन्। तब ऋषिहरू क्रोध भई श्राप दिए। ऋषि पत्नीहरू गंगामा गई त्यो बिडिया उकेली आकाशमा गई खतकृतिका तारा भइरहे। त्यस बिडियादेखि शतमुख कुमार उत्पत्ति भएर गंगाका पुत्र भई श्री महादेवका छेउमा रहे। पछि एक दिन महादेवले गणेश र कुमारलाई डाके, हे गणेश कुमार, तिमी दुई गई सुमेर परिक्रमा गरी आओ, जो अघि होला त्यसलाई वरदान दिउँला। यति श्री महादेवको आज्ञा सुनि कुमारले हवस् भनी तत्काल उठी मयूरमा सवार भई सुमेर परिक्रमा गर्न भनी गए। कुमार गएको गणेशले देखि अब कसो गर्यो भनी चित्त आकुल गरी आफ्नो वाहन मुसा भएको ठाउँमा गए। चिन्ताले आकुल भएका गणेशलाई मुसोले देख्यो र सोध्न लागे, हे विनायक, आज किन यस्तो अध्यारमुख गरी आउनुभयो? भन्दा गणेशले सुमेर परिक्रमा गरी आउनु भनी श्री महादेवले आज्ञा गरेको कुरा र कुमार मयूरमा सवार भई सुमेर परिक्रमा गर्न गएको कुरा वृत्तान्त कहे। अब कसो गरौँ त त्यस्तो लुम्बे, म यस्तो पेट ठुलो सुन भारी भएको भुँडे त मलाई सवार गरी फुर्तीसित लान सकेनस्। अब कसो गरौँ भने यति गणेशको वचन सुनि मुसो भन्दछन्, हे गणेश, तपाईँलाई म जुक्ति सिकाइदिन्छु, सुन्नुहोस्। श्री महादेव पार्वती गंगा 3 जना बसेका ठाउँमा जानु। अञ्जली भाँदी, हे पिता, हे माता, मेरा सुमेरु पनि तपाईँ, असुमेरु पनि तपाईँ, सम्पूर्ण देवता पनि तपाईँ भनी 3 फेरा परिक्रमा गरी दण्डवत गर्नुहोस्। सुमेरु भनेका तिनी हुन्, तपाईँलाई वरदान होला भनी मुसोले भनेको सुनि गणेशले भलो भनी श्री महादेव पार्वती गंगा 3 जना बसेका ठाउँमा गई अञ्जली बाँधी, हे पिता माता, मेरा सुमेरु पनि तपाईँ, असुमेरु पनि तपाईँ, सम्पूर्ण देवताका पनि देवता तपाईँ, अरू सम्पूर्ण देवता पनि तपाईँ भनी 3 फेरा परिक्रमा गरी दण्डवत गरी। तब महादेव खुसी भए, हे बुद्धिमन्द गणेश, त धन्य रहेछस्। स्वर्ग मर्त्य पाताल तिनै लोकमा कसैले केही काम गरे पहिले तेरो पूजा गरून्, तेरो पूजा नगरिकन गरेको कार्य असिद्ध होस् भनी वरदान दिए। सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गंगाले महादेव छेउ भनिन्, हे ईश्वर, गणेशलाई वरदान दिनुभयो, मेरो पुत्र कुमार किन आइपुगेनन्? यति गंगाले भनेको वचन सुनि श्री महादेव आज्ञा गर्नुहुन्छ, हे गंगा, श्री स्वस्थानी परमेश्वरीको व्रत गर
तब तिम्रो पुत्र कुमार आइपुग्ला। यति महादेवको आज्ञा सुनि गंगाले हवस् भने विधि सोधी पशु शुक्ल पूर्णिमाका दिनदेखि हात घोडाका नङ काटी स्नान गरी शुचि भई एक भक्त रही एकचित गरी मेरो पुत्र कुमार छिट्टै आइपुगोस् भनी नृत्य मध्याहकालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन भएर माघ शुक्ल पूर्णिमाका दिन 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 जनी 8 पात 8 सुपारी 8 जात जातका फलफूल धूप दीप नैवेद्य सम्पूर्ण उपचार तयार गरी आर्चीमा ओंकार लेखी श्री स्वस्थानी परमेश्वरको पूजा गर्न लागिन्। सम्पूर्ण पूजा गरिसकी अगदी स्तुति गरी प्रसाद झिर्न लाएर श्री स्वस्थानी परमेश्वरको व्रतका प्रभावले कुमार आइपुगे। तब गंगाले धन्य श्री स्वस्थानी परमेश्वरी भने आफ्ना पुत्रलाई प्रसाद र आशिष दिन्। कुमारले महादेव छेउ गई साष्टाङ्ग दण्डवत गरी हे पिता मलाई पनि वरदान दिनुहोस् भने यति कुमारले भनेको सुनि श्री महादेव हे कुमार स्वर्ग मर्त्य पाताल तिनी लोकमा कसैले केही कार्य गर्दा पहिला तेरो पूजा गरे सिद्धि होस्, तेरो पूजा नगरी सिद्ध नहोस् भनी कुमारलाई पनि वरदान दिए। यदि कुमारले आज्ञा गरेको सुनि अगस्त्य मुनि बिन्ती गर्दछन् हे स्कन्द कुमार तारकासुर दैत्यले कसको तपस्या गरे र वरदान पाई इन्द्रको अमरावती समेत लियो, फेरि कुन्तरासँग कसले मारिदियो र इन्द्रले फेरि जय गरे, यो सबै वृत्तान्त आज्ञा गर्नुहोस्। यति अगस्त्य मुनिका वचन सुनि कुमार आज्ञा गर्नुहुन्छ। कश्यप ऋषिको छोरो तारकासुर दैत्य दुग्ध प्रवास नामको तीर्थमा स्नान गर्न जाँदा पेची मुनिले तपस्या गरिरहेको देखि तपस्या गर्नको अति मनसुभाग हुँदा तारकासुरले पेची मुनिसित सोध्नु भयो हे मुनिश्वर तपाईले तपस्या गरेको देखि मलाई पनि तपस्या गर्न साह्रै मनसुभा भयो, कसो गरी तपस्या गर्ने हो भन्दा पेची मुनि भन्दछन् हे तारकासुर तैँले तपस्या गर्ने भयो यो दुग्ध नाम तीर्थका सिरानमा हिमालय पर्वत छ, तहाँ गए ब्रह्माको तपस्या गर भनी उपदेश दिए। यति पेची मुनिको वचन सुनि तारकासुर त्यतिबाट तपस्या गर्न हिमालय पर्वतमा गई महाकष्ट गरी 1000 वर्षसम्म ब्रह्माको तपस्या गर्यो र ब्रह्मा प्रसन्न भए। हे तारकासुर तेरा तपस्यादेखि म सन्तोष भए वरदान माग भनी आज्ञा भयो। तब तारकासुरले ब्रह्मालाई साष्टाङ्ग प्रणाम गरी हे ईश्वर तपाईले सृष्टि गर्नुभएको 5 वर्ष नागेका प्राणी कसैले मार्न नसकुन्, जसले मेरो शिर भुइँमा गिराउला त्यसमा पनि शिर फुटी मरोस्, फेरि सम्पूर्ण देवतालाई जित्न सक्नु भनी माग्यो। ब्रह्माले तथास्तु पनि वरदान दिए। ब्रह्मास्त्र समेत दिएर ब्रह्मा अन्तर्ध्यान भए। त्यसपछि तारकासुर दैत्य बलवान भई सबलाई चुडिनु बराबर मानि सकल दैत्यलाई साथमा लिई युद्ध गर्न अमरावती गयो। तारकासुरले कोटी कोटी दैत्यलाई साथमा लिई युद्ध गर्न आएको देवताका राजा इन्द्रले देखे। 33 कोटी देवता जम्मा गरी आफ्ना शस्त्र अस्त्रले युद्ध गर्न अघि सरे। देवताको र दैत्यको घोर युद्ध भयो। युद्ध हुँदा देवताहरूले तारकासुरका सेना कोटी कोटी नाश गरेको देखि तारकासुरले शुक्राचार्यसँग गई बिन्ती गरे हे गुरु देवताले हाम्रो सेना दैत्य कोटी कोटी नाश गरिदिए, तपाईँले उद्धार गर्नु पर्यो भनी बिन्ती गर्दा शुक्राचार्य आई सञ्जीवनीको विद्या परि पानी छर्किदिए र तब मरेका सकल दैत्य बाँची फेरि युद्ध गर्न अघि सरे। यस्ता तरहसँग आफूले मारेको दैत्य फेरि शुक्राचार्यले बचाइदिएको इन्द्रले देखि क्रुद्ध भई एरावत हात्तीमा चढी वज्रले हानी अनेक तरहसँग युद्ध गर्दा 10,000 वर्षसम्म महाघोर युद्ध गरे। दुवैतर्फका कोटी कोटी सेना नाश भए। दैत्यहरू मर्ने बित्तिकै तुरन्त शुक्राचार्यले बचाइदिने। देवताका मरेको मरे भइजाने हुँदा देवराज इन्द्र समेत हार माने तहाँदेखि भागी आफ्ना गुरु बृहस्पति ऋषि छेउ गई वृत्तान्त कहे। यदि इन्द्रका वचन सुनि बृहस्पतिले हे महाराज यो संग्राममा तिम्रो जित हुन सक्दैन, किनभने तारकासुर दैत्यले 10,000 वर्षसम्म बरु कष्टले तपस्या गर्दा ब्रह्मा प्रसन्न भई मैले सृष्टि गरेकाले मान सक्ने छैनन् भनी वरदान दिएको छ, तसर्थ तिमीहरू श्री महादेवका शरणमा जाओ भनी भन्दा तहाँदेखि देवताहरू भागी आई मात्र मण्डल मृगस्थलमा लुकिरहेका थिए। देवताहरू भागेपछि दैत्यराज तारकासुरले स्वर्ग मर्त्य पातल तिनी लोकको रजाइ गरी परम आनन्दले रहेको थियो। हे अगस्त्य मुनि तहाँ उपरान्त तारकासुरले दुःख दिइराखेको देवताका राजा इन्द्र धेरै समयसम्म त्यही लुकी। तब इन्द्रले तेजस गरी देवतालाई डाकी हे देवता हो पापिष्ट तारकासुर दैत्यले अमरावती लिई हामीलाई दुःख दिएको धेरै काल भयो, अब त्यसको संहार गरी अमरावती ल्याउँ। श्री महादेवका गणेश र कुमार 2 पुत्र भएका छन्, तिनले हाम्रा शत्रु भएका तारकासुरको नाश गरिदिनेछन्। महादेव छेउ बिन्ती गरौँ भनी 33 कोटी देवता समेत भए श्री महादेव छेउ गएर हे जगदीश्वर पापिष्ट तारकासुर दैत्यले हाम्रावतीले हामीलाई दुःख दिएको धेरै काल भयो, अब त्यसको संहार गरी देवताहरूको उद्धार गरी बक्सनुहोस् भनी बिन्ती गरे। इन्द्रादि देवताका वचन सुनि श्री महादेव आज्ञा गर्नुहुन्छ हे देवता हो तारकासुर दैत्यलाई मैले मार्न हुँदैन, मेरा पुत्र कुमारले मारिदिनेछन्। सम्पूर्ण देवता यक्षय गन्धर्व कुमारलाई सेनापति तुल्याई युद्ध गर्न जाउँ, म पनि आउँला। यदि महादेवका आज्ञा सुनि इन्द्रले हवस् भनी र 33 कोटी देवता यक्षय गन्धर्व भूत प्रेत प्रमथ गर्न समेत भई कुमारलाई तारकासुर दैत्यसँग युद्ध गर्न जान पिनाक ठाउँ प्रस्थान गराए। तर गणेशलाई भन्न बिर्से। तब गणेशले आफ्ना भान मुसा छेउ भने हे मुसु मलाई वरदान दिएको आजै अन्यथा गरे। यदि गणेशले आज्ञा गरेको सुनि हे गणनाथ अन्यथा गरेको होइन, तपाईँलाई भन्न बिर्से, म गई सम्झै आउँछु भनी गई प्रस्थान सारी राखेको पिनाक धनुको टाढो काटी आयो। त्यो देखि इन्द्रादि देवताले विघ्न भयो, यो प्रस्थान भएन भन्न लागे। तब महादेवले विघ्न भएको होइन, गणेशलाई भन्न बिर्स्यौ, गणेशलाई पनि लैजाओ भनी आज्ञा गरे।
भने समेतमा युद्ध गर्न अमरावती गए। देवताको र दैत्यको परस्पर युद्ध भयो। तारकासुर दैत्यले कुमारको रथ घचेटी 1 योजन अथवा 4 कोसपछि हटाइदियो। त्योदेखि कुमार क्रुद्ध भई तारकासुर दैत्यको रथ घचेटी 4 योजन अथवा 16 कोसपछि हटाइदिए। तब तारकासुर क्रुद्ध भई खड्गले हान्यो। कुमारले आफूमाथि खड्ग आएको देखि धनु काँडसम्म खैँची तारकासुरको घिच्रो ताकि चन्द्रबाण प्रहार गरे। यो चन्द्रबाण गयो र दिनको सूर्य अस्ताई रातको तारा नहुँदा हुँदै यस्ता बेलामा तारकासुर दैत्यको शिर काटिदियो। त्योदेखि महादेव चाँडै गए। तारकासुरको शिर भूमिमा पर्न नपाई बिचैमा समाति लिए। गिर भूमिमा पर्यो। तारकासुर मरेको देखि दैत्यगण 10 दिशामा भागी आफ्ना आफ्ना प्राणको रक्षा गरे। तहाँ उपरान्त श्री महादेव सारीमा चढी इन्द्रादी देवता रेछे गन्धर्व किन्नर भूत प्रेत पिशाच प्रमथ गणसहित भई सम्पूर्ण देवताहरूले धन्य धन्य कुमार भनी गुरु कीर्तन गरिएका कुमारलाई अघि लगाई कैलाश पर्वतमा गएर इन्द्र बिन्ती गर्छन्, हे जगदीश्वर, तपाईँका कृपाले शत्रु संहार गरी अमरावती हातमा ल्याऊ। अब आज्ञा भई अमरावती जाँदा हौ। यति इन्द्रका वचन सुनि श्री महादेव, तिम्रो राज्य अकण्टक अतल रहोस् भनी बिदा दिए। इन्द्रले महादेवलाई साष्टाङ्ग प्रणाम गरी 33 कोटी देवता समेत भई अमरावती गई आनन्दले राज्य गरिरहे। सुन्यौ हे अगस्त्य मुनि, मैले तारकासुर दैत्यलाई मारेको यो 15औं अध्याय जसले सुन्ला अथवा पाठ गर्ला त्यसले हरिएको वस्तु फेरि पाई चयन गर्नेछ। इति श्री स्कन्द पुराणे किरार खण्डे सुस्तानी माघ महात्म्य कुमार अगस्त्य सम्वादे तारकासुर दैत्य सुरु वधु नाम पञ्चदश अध्याय। उपनयतु मङ्गलम व सकल जगत मङ्गलालय श्रीमान दिनकर किरण निगोजित नवन लीन दल विभूषण कृष्ण काले पशु पजर पृथ्वी सशालिनी देशम छबरैत ब्रह्मण सन्तु निर्भय अपुत्र पुत्रिन सन्तु पुत्रिन सन्तु पौत्रिन निर्धनासन सन्तु मधु सरदाम सतम तत्र गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चित्तोदार कथा प्रसंगम या कुन्दन्तु सारा नवला या सुब्रसावृता या वीरावर दण्डमरिदा करा या श्वेत परमासना या ब्रह्मचित संग्रह परवीर वीरदेव सदा बनिरा सामा पातु सरस्वती भगवती निशेष जाडपहा कायन वाचा मन सेन्द्रिय बा बुद्ध्यात्मना वा प्रकृति स्वभात करोमि यतत सकलम परस्मै नारायण यति समर्पयामि श्री परमेश्वरे नमः।